बबाल बबाल यति बेला यो पुरानो गुरुङ संग्रहालय रहेछ हेरेर जान्छौँ है हामी के रहेछ हेर्छौँ घान्द्रुकको हिमालको काखमा सुन्दर सपना जस्तै बसेको गाउँ घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रको मुटुमा रहेको गुरुङ संस्कृति शान्त वातावरण र प्रकृतिको अद्भुत सौन्दर्यले भरिएको एक जीवन्त बस्ती। दर्शकवृन्द यति बेला हामी घान्द्रुक गाउँमा आएका छौँ। विशेष गरी यो घान्द्रुक गाउँमा आउनको लागि धेरै पर्यटकहरू निकै नै उत्साहित हुनुहुन्छ। यो ठाउँमा हामी आएका छौँ र यसरी शैक्षिक भ्रमणलाई निरन्तरता दिने क्रममा आज हाम्रो डे 2 निकै नै रमाइलो ठाउँ। यता अगाडि तपाईँले विभिन्न हिम श्रृङ्खलाहरू देख्न सक्नुहुन्छ र विशेषतः घान्द्रुक गाउँ भनेको गुरुङ कला संस्कृति र संस्कारलाई निकै नै नजिकबाट निहाल्न सकिने यो ठाउँमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई हामीले यो संस्कार यो रीतिरिवाज र परम्परासँग अझ कनेक्ट गर्नको लागि यो ठाउँमा आएका छौँ। समुद्री सतहबाट करिब 2000 मिटर उचाइमा अवस्थित घान्द्रुक केवल पर्यटकीय गन्तव्य मात्र होइन, संस्कृतिको धरोहर, इतिहासको जीवन्त साँची र स्थानीय जीवनशैलीको एउटा अनमोल उदाहरण हो। यति बेला यो घान्द्रुकमा आइसके पश्चात हामीले एउटा ग्रुप फोटोग्राफ लिन गइरहेका छौँ। हेर्नुहोस् एउटा ग्रुप फोटोग्राफ खिचिसकेका छौँ। घान्द्रुक गुरुङ समुदायको प्रमुख बस्ती हो। यहाँको नाचगान, रीतिरिवाज र आतिथ्य संस्कृतिले हरेक आगन्तुकलाई घर आए जस्तै अनुभूति दिन्छ। गोबर सोर्ने प्लस दुध छान्ने चाहिँ भेडाको दुध दुहुँदाखेरि गाई भैँसीको जस्तो अगाडिबाट दुहुन्न पछाडिबाट दुन्छ। पछाडि पृष्ठभूमिमा सुन्दर हिमाल छ। पुरानो घर है। यसलाई मर्मत सम्हार गरिएको छैन। यति राम्रो छ हेर्नुहोस् त, मौरीको घारो, मौरीहरू टन्न छन् त्यहाँ। हामी घान्द्रुक माथि चढ्दैछौँ। छुनु अलिअलि केही हुन्न सर, हल्का जोडले समात्नुहुन्न क्या, बिस्तारै फिल गर्नु न सिस्नुले पोलेको कस्तो हुन्छ भनेर। अझै जोड। अब पालो महेन्द्रको। खै यस्तो गर न। अलि चिलाउँछ नि पछि केही हुन्न के। ल घान्द्रुक आएर सिस्नको अनुभव गरी। स्थानीयको जीवनशैली सरल तर समृद्ध छ। कृषि, पशुपालन, पर्यटन र हस्तकलाले यहाँको अर्थतन्त्रलाई चलायमान बनाएका छन्। परम्परा र आधुनिकता यहाँ सन्तुलित रूपमा भेटिन्छ। यहाँ रहेको गुरुङ संग्रहालयले यो समुदायको पुरानो इतिहास, संस्कार र सैनिक भूमिकाको अभिलेख आज पनि जोगाइराखेको छ। ल दर्शकवृन्द त्यति बेला विनिता खत्री भित्रबाट बाहिर निस्किँदैछन्। वाउ यता आउनी। ए ल क्यामेराम्यानहरू यता छन् है, रोजिना अनि यता आशिका। फेरि आउने। अब टेक 2 फेरि यो ठाउँमा आएपछि कोही पनि फर्कँदैन होला ड्रेस नलागिकन। फेरि सेकेन्ड टेक। ल दामी घुम एकचोटि सर त्यहीँ घुम। ल सिद्धि घान्द्रुकलाई गुरुङ रगतको साहसिक गाथाको बस्ती पनि भनिन्छ। आधुनिक सुविधासँगै घान्द्रुक परिवर्तनको बाटोमा छ, तर पर्यटनमा निर्भर अर्थतन्त्र, वातावरणीय जोखिम र सांस्कृतिक पहिचान जोगाउने चुनौती अझै कायम छ।
घान्द्रुक केवल एउटा गन्तव्य होइन, यो प्राकृतिक संस्कृति र मानवताको सुन्दर संयोजन हो। यहाँ आएको मान्छे फेरि फर्कन्छ कारण हिमालको मुस्कान, गाउँको आत्मीयता र हृदयले छोएको अनुभव। घान्द्रुक जहाँ प्रकृति बोल्छ र मन सुनिन्छ।